तपाईको शरीरमा प्लेटलेट्स घटेको छ, चिन्तित हुनुहुन्छ। धेरैजनाले मलाई सोध्नुहुन्छ गुरुजी प्लेटलेट्स घट्यो भने आयुर्वेदिक के औषधि खाने, उपाय के होला भनेर, यसमा उपाय छ कि छैन भनेर सोध्नुहुन्छ। यसमा उपाय भनेको आयुर्वेदै हो। अब प्लेटलेट्स खास भन्ने हो भने 1,50,000 देखि 4,50,000 सम्म पर माइक्रोलिटर हुनु जरुरी छ हैन। अब मान्छेलाई प्लेटलेट्स घटेर विभिन्न समस्याहरू आयो भने नि प्लेटलेट्स घट्छ भने अनि कमजोरी जस्तो महसुस हुन्छ। यसलाई बढाउन के गर्नुपर्छ भनेर धेरैजनाले सोध्नुहुन्छ। तीनटा चीज 10-10-10 ग्राम लिने, केवल 9 दिनको प्रयोग गर्नुभयो भने तपाईको प्लेटलेट्स ठाउँमा आउँछ। केवल 9 दिनमा के 10 ग्राम गोदन्ती हरताल भस्म भन्ने कुनै पनि आयुर्वेदिक पसलमा जानुभयो भने पाउँछ। अनि गिलोय सत्व पाउँछ, त्यो पनि 10 ग्राम। त्यसपछि स्वर्ण माक्षिक भस्म भनेर पाउँछ, त्यो पनि 10 ग्राम हो। यो तीनटै 10-10-10 ग्राम, टोटल 30 ग्राम हुन्छ। यसलाई चाहिँ एकै ठाउँमा मिलाउनु होला। एकै ठाउँमा मिलाएर यसलाई 9 वटा पुरिया बनाउनुस्। 9 वटा पुरिया बनाइसकेपछि एक पुरिया एक दिनमा, तपाईले 2 दिनमा त्यो एक पुरियालाई 2 पटक पारेर बनाएर पनि खान सक्नुहुन्छ भने एकै पटक पनि खान सक्नुहुन्छ। कसैलाई एक पटक अलि धेरै होला, 2 पटक बनाएर खान नि सक्नुहुन्छ, तर त्यो महसँग खाने हो। सुन्नुहोस् है, महसँग यसरी घोल्ने अनि चाट्ने, त्यो गर्नुभयो भने प्लेटलेट्स ठाउँमा आउँछ। अब बोन म्यारो कमजोर हुनाले, जस्तो भाइरल संक्रमण हुनाले, डेङ्गु हैन, हेपाटाइटिस, एचआइभी को कारणले पनि यो प्लेटलेट्स घट्छ। क्यान्सर यो किमोथेरापी गर्नु भएको छ भने त्यो पनि कारणले पनि घट्छ हैन। शरीरमा भिटामिन B12 को कमी, फोलिक एसिड को कमी भयो भने पनि यो चाहिँ हाम्रो प्लेटलेट्स घट्छ। त्यही भएर हामीले चाहिँ यो उपाय गर्यौं भने अवश्य पनि प्लेटलेट्स बढ्छ। केवल 9 दिनमा गरेर हेर्नु होला, कुनै यसको साइड इफेक्ट छैन। जय गोमाता।